हेर्न सक्नुहुन्छ गाइस है, पानी तिर्खा लागेको छ। के गर्ने, ससुरारी यस्तो ठाउँमा बन्दैछ कि मेरो पानी खानालाई ज्वाइँलाई यहाँ खान पर्छ। हेर्नु, पहिला सुरु यतै खान पर्छ, थकाइ लामो हुन्छ है। मिनी वाटरहरू किनेर ल्याएन, प्यास लागेछ। माछा पनि देखेको छ, सफा माछा देखेका छन् है। अब पानी खानालाई खास गरी पाइप हुन्थ्यो भने ठिक हुन्थ्यो है। हामी खान्थ्यौँ, सेनाको तालिम सिकेको, सेनामा माओवादीको उसमा है। जे भए पनि पानी खाने तरिकाहरू हुन्छ, तर यो पानी खाने लायक त छ, सफा छ है। त्यस्तो देखेको छैन ब्याक्टेरिया होला भनेर। खाने लायकको त छ। अब प्यास लागेछ गाइस, के गर्ने है। अब पानी खानै पर्यो। अब हजुरले हेर्न सक्नुहुन्छ माछाहरू क्या दामी दामी साना माछा कुनै देखेछ कि नै है। पहाडमा ढुङ्गामा हुन्छ भन्छन्। अब बिस्तारै पानी चिसो छ है, पानी चिसो छ, पानी मिठो पनि छ। सिर्फ घाँटी भिजाउने तरिकाले खाएको छु है। धेरै पनि खाएको छैन। बाई चान्स पानी अलि शुद्ध छैन भने फेरि ब्याक्टेरिया बढिरहेको छ। हामीले त्यति पानी खान पर्छ जति आफ्नो शरीरलाई पुगोस् के, धेरै पनि खान हुन्न। यो खोलाको पानी खाइयो गाइस है। यस्तै हो यो पिलर के भन्छन्, पिरतीमा माया लाउँदा कति घाटको पानी खान पर्छ भन्छन् है। सङ्घर्ष त्यस्तै हो। यो चट्टानहरू हेर्न सक्नुहुन्छ, यो बाटो हो, पानी सफा बगिरहेको छ। अझै आधा घन्टापछि बल्ल हामी माथि चढ्ने हो। हेरौँ, तबसम्म टाइम पास गर्न अझै आधा घन्टा यहीँ छ है। आदेश मान्नै पर्यो, के गर्ने गाइस। पानी चिसो छ, मौसम राम्रो छ, तिर्खा त मेट्यो। भोक लागेकै छ है। भोक लागेर के गर्ने। यहाँ अब रेस्टुरेन्ट, होटेल, सरी र ती चिजहरू छैन। अब त्यही हो, मायामा धेरै चिज गुमाउन पर्छ भन्छन्। मैले त कतै ज्यानै गुमाउँछु भन्ने डर छ यार। अचम्म लाग्छ यो माया भन्ने चिज के हो खै। लाएर पनि सुख छैन, नलाएर पनि सुख छैन। हे प्रभु, आज खोलाको पानी खाइयो भने यो मायाले कहिले कहाँ पुगाउँछ, कुन ठाउँमा पुगाउँछ थाहा नै छैन। थकाइ पनि लागेछ, खाना पनि खाइयो छैन गाइस है। रमाइलो छ। केही पाउनलाई केही गुमाउन पर्छ भन्थे। मलाई त लाग्छ केही पाउनलाई सबै गुमाउन पर्छ क्या। चिसो चिसो भइरहेछ पानी छोको त है। अझै यो पानीमा नुहाउन परेबाट हे बाबा, वर्षमा एकचोटि नुहाइन्छ होला गाइस। के गर्ने, मायामा सब चिज जायज छ भन्छन्। मेरो त ज्यानै जाला जस्तो लाग्छ यो मायामा। ससुरारी त भाइ अब त वर्षमा होइन 10 वर्षमा आइन्छ जस्तो लाग्छ यार यो ठाउँ हेरेर। टाढा त टाढै छ यार, बहुत टाढा छ है। रमाइलो छ। कहाँदेखि कहाँ पुग्छु, चोर जस्तै आउनुपर्छ आफ्नो मायालाई भेट्न पनि। मायाले बुझ्दै होइन, माया लेडे छ। म बाहुन भएर के गर्ने, ऊ डेन्जर छ। मेरो टुप्पी तानेर घुमाइदिन्छ, त्यस्तै पारा सन्खेपा। धेरै रिसा छ, फुच्चेलाई रिस उठेपा काम गर्छ। घिच्दैन, धेरै हड्डी जस्तो छ मेरो फुच्चे। यस्तै हो यार, पहाडमा साथ पर्न लाए जस्तो देखेछ है। घाम त छ, उता डाँडातिर घाम छ भने यता शीतल छ। आफू त बसेछ गाइस, के गर्ने के गर्ने। माछा पनि ठुलो छैन, पोडेर खाम मारेर खाम भने पनि। पानी खाइयो त्यही हो। अब खाना त साझा बुढीको हातबाट होला। त्यो पनि दिन्छ कि दिन्ने गुन्ने। लास्टमा त लौ खाना आएको हो र भन्दैबाट सकिगयो। के भन्छ, अब के भन्छन्।
खै खाना त दिन्छु अरे माया कुन्नी एक्कासी कहाँदेखि कहाँ पुग्यो। काममा हिँडेको मान्छे थिएँ, बिहान काम गरेँ, यताउति चिया खाएँ, अनि त्यस्तै हो। 2 कप चियामा 12 साढे 12 बजेतिर हिँडेको। कति बजे लगभग 3.5 घन्टा गाडी सुस्तरे आएको थियो, अनि 3.5 घन्टा जति त लाग्यो तौडियादेखि यहाँसम्म पुग्न। मायामा त कहाँ कहाँ पुगिन्छ यार। सही हो, मुना मदनले गर्दा माया बुझ्न पर्ने थियो। आफूले गर्ने बेलामा बल्ल थाहा भयो माया के हो। बहुत गाह्रो रहेछ यो माया। ए प्रभु, माया फेरि निभाउन सकेन भने माया रिसाउने डर। मायालाई खुसी राख्नलाई भए पनि यी पहाडहरू चढ्न पर्ने। खुट्टा दुखुस, मायाको मन नदुखुस। के गर्ने यार। बुढीलाई कहिले लिएर जान पाइन्छ उठाएर यो गाउँदेखि यो ठाउँदेखि भन्ने भएछ है। लेडेले मान्दैन झट्ट। लेडे छ, रिसा छ, डेन्जर छ। मेरो प्यारी जे भए पनि दामी छ, मनको सफा थिए है। कसम यार, साँचो माया गर्छु उसलाई यार। मेरो प्यारो लेडे मगर हगुवा। बहुत मजा आउँछ उसलाई जिस्काउन। तर ऊ जिस्काए पार है कहिले कसो ऊ एक्कासी रास्तै रिसाउँछ के है। फोन पनि हान्दैन। बहुत रिस उठाउँछ त्यसलाई है, बहुत रिस उठ्छ। गर्छ है। बानी जे भए पनि सही छ यार। साँचो माया गर्ने मान्छे रिसा पनि हुन्छन् है, मनका सफा पनि हुन्छन्। उसमा त्यो चिज सबै छ। ऊ पाएको पनि छ, बुझ्ने लायक पनि छ। उसले माया के हो भन्ने बुझ्छ कि। त्यही मेरो लागि ठुलो हो। जे भए पनि बुढी हो नि यार। उसको लागि त यो पहाड के यार। माउन्ट एभरेस्टको उचाइमा गएर आई लभ यु बेबी भन्न सक्छु के मेरो प्यारी लक्ष्मीलाई। जे भए पनि अब बाहुनी बनाइसकेको छु, उठाएर लैजान बाँकी छ। अब कहिले हो लैजाने। हेरौँ, दुःख त दिइरहेछ। अब धेरै दिन त धेरै महिना त छैन, तर यसले महिना हुन पहाड चाहिँ मलाई माउन्ट एभरेस्ट चढाएरै छोड्छ जस्तो लाग्छ यार। मेरो प्यारो लेडे मगर। यो भिडियो जुन दिन हेर्छौ नि मलाई त बहुत गाडी गर्छौ होला। आजको भिडियो यो दोस्रो पटक म तिमीलाई भेट्न यहाँ आइरहेको। हाम्रो भेट यससँग तेस्रो, नजिक भएको दोस्रो पटक हो। योसँग दोस्रो हुन्छ है। हामी बिचको सम्बन्धहरूको दोस्रो हुन्छ है। मलाई जे भए पनि बहुत माया गरेकामा जिन्दगीभर तिम्रो रक्षा गर्छु है, तिम्रो केयर गर्छु र हाम्रो छोराछोरीको उज्जवल भविष्यको लागि जति पनि दुःख भोग्न तयार छु। जुन दिन यो भिडियो हेर्छौ नि तिमीले, थाहा छैन कहिले हेर्छौ, थाहा छैन है। आज 2081 साल 10वाँ महिना 5 गते 4 गतेको भिडियो यो है। जहिले हेरे पनि हल्का गाडी गल्लाउ सुनाउँछु कुनै दिन है। हेरौँ कहिले सुनाउने मौका पाउँछु। यति म बाई चान्स है केही भइहाले पार तिमी मेरो श्रीमती हो भनेकै छु है। सायद भन्न सकिन्न, जिन्दगी कहिले कहाँ कुन मोडमा गएर सकिन्छ। तर पनि तिम्रो माया लाग्छ। मलाई यति भरोसा छ तिम्रो मायामा है। तिम्रो मायाको कारणले गर्दा सायद मलाई केही हुन्न। बहुत माया लाग्छ तिम्रो। यति मलाई केही भइहाले पार तिम्रो केयर कसले गर्छ यार। म जस्तो मान्छे हुन्नन् खासै। म जति गाडी गरे पनि कसम तिम्रो बारेमा सोच्छु। हरेक पल, हरेक समय, काम गर्दा होस्, त्यो घर बस्दा होस्, चाहे जहाँ होस्। म उता साथीभाइसँग घुम्न गए पनि हरेक पल दिमागमा यो आउँछ कि ऊ के गर्दैछ, उसको स्वास्थ्य राम्रो छैन,
उसको केयर कसले गर्छ? उसले जुन म माथि भरोसा गरेछ है, कतै मैले बिच बाटोमै छाडेर गए पाएँ, धोका त होइन। यो 2 मुठी सास कहाँ सकिन्छ थाहा छैन, तर पनि भगवान उसको साथ छोड्नलाई चाहिँ नलैजानुलाई बिन्ती छ। म उसँगै जिन्दगी काट्न सक्छु, जति दुःख आओस्, तर उसलाई केही नहोस्। भगवान सुपर देउराली माता उसको रक्षा गर्नु होला है। अरू त भन्न के छ र, जिन्दगी त्यस्तै हो। गोरेटोहरू आउँछ, नआउने होइन, हरेक मोड आउँछ, समय हुन्छ है, तर पनि जिन्दगी त्यस्तै रहेछ यार। तर कसम यार, केही हुन्न उसको मायालाई, मलाई भरोसा छ है। जुन दिन हामी हाम्रा छोराछोरीसँग हुन्छौँ नि है, कति रमाइलो होला त्यो पलहरू है। तिमीलाई जिस्काउँदै, केटाकेटीसँग खेल्दै, साँझ तिमीले खाना किचनमा पकाउँदै, हामी बाउ छोराछोरी टिभी हेर्दै जस है, अनि तिमीले हाम्रो लागि खाजाओजा बनाउने, हामी ट्याक्क छुट्टीको दिन ट्याक्क है छोराछोरीसँग खेल्दै रमाइलो गर्दै, र तिम्रो जन्मदिनको दिन स्पेसल ठाउँमा जाने केटाकेटीसँग ट्याक्क है, जहाँ हाम्रो बेग्लै संसार होस्, साँचो माया गर्ने खाले है। कति क्युट होला लक्ष्मी त्यो दिन। मेरो भाग्यमा आएको तिमी लक्ष्मी हो। मलाई खुसी लाग्छ तिमी मेरो साथमा छौ, बहुत माया लाग्छ। देवी देउताले रक्षा गरून् है, म नहुँदा। अरू त के भन्ने, आई लभ यु बेबी, मेरो बुढी चकचके अगुवा। ल म राखेँ।